के तपाईले आजको भिडियो सुट गर्नुभयो? यदि छैन भनेदेखि आफ्नो कोठाबाट बाहिर निस्कनुहोस्, मोबाइल झिक्नुहोस्, क्यामेरा अन गर्नुहोस् अनि भन्न थाल्नुहोस्, हेलो गाइज वेलकम ब्याक माई टुडे भ्लग भनेर बोल्न थाल्नुहोस्। यताउता होइन, सिधा आँखा क्यामेरामा हेर्नुहोस्, दायाँ बायाँ मान्छेले कताबाट कहाँबाट हेरिरहेको छ यताउता ध्यान होइन, आफ्नो आँखा क्यामेरामा, मुखबाट जे आउँछ त्यो बोल्न थाल्नुहोस्। तर जुन शब्द प्रयोगमा आउँदैन त्यसलाई पछि कट आउट गर्ने, तर जे आउँछ त्यो बोल्नुहोस्। यताउता घुमेर हेलो गाइज म चाहिँ आज यो रोड बाटोमा आएको छु, आज यता रोड बाटो पुरा सुनसान छ, रोड बाटो आज पुरा सुनसान छ, यहाँ गाडी छ, यता पछाडि खोला छ, मान्छेहरू काम गरिरहेछ भनेर भन्ने। यसरी बोल्दै जाने, बी कन्फिडेन्स भएर बोल्ने के। सुरुमा नर्भस हुन्छ, गाह्रो हुन्छ होइन, कतिचोटि ट्राई गर्नु गर्छु तर हुँदैन, तर पनि हुँदैन भनेर छोड्नु होइन। यदि तपाईले आज सुरु गर्नु भएन भने कहिले पनि माथि पुग्दैन मेरो प्रिय मित्र। सुरु आजबाट गर्नुहोस्, भोलि आजको सुरुवात नै भोलि सफलतामा परिणत हुनेछ। त्यसैले बाटोमा मान्छे गाडी हिँडिरहेछ, बाइक हिँडिरहेछ, मान्छेले कहाँबाट के भनिरहेछ त्यो सोच्ने होइन, मान्छेले हेरिरहन्छ, तर तपाईँ आफ्नो काम गर्नुहोस्, भिडियो बनाउनुहोस्। यो आज सुट गरेको भिडियो तपाईँको अबको 10 सालपछि पनि तपाईँको लागि एउटा मोटिभेसन हुनेछ आज बनाएको भिडियो। त्यसैले आजैबाट आफ्नो क्यामेरा उठाएर भ्लग सुट गर्नुहोस्, एडिट गर्नुहोस् अनि अपलोड गर्नुहोस्। मान्छेले लाइक आउँछ आउँदैन त्यो केयर नगर्ने, सिर्फ भिडियो अपलोड गर्ने, भिडियो खिच्ने, भिडियो अपलोड गर्ने। हेर्दै जानुहोस्, एक दिन आज बनाएको भिडियो अबको 2-3 सालपछि नि खतरा तपाईँको लागि मोटिभेसन हुनेछ। आजको लागि यति नै, थ्याङ्क यू सो मच। अनि आफ्नो काममा अगाडि बढिरहनुहोस्, हामी एक दिन सङ्घर्षको मैदानमा भेट्नेछौँ।